ज्वाइँ साहब खानामा के बनाम? मासु जे बनाए नि हुन्छ। ज्वाइँलाई झन् मासु पकाएर खुवाउँछु भनेको कस्तो औँसीको दिन आउनु भएछ त नि। अब औँसीमा मासु खान भएन हेर्नुहोस् ज्वाइँ साहब। होइन कहाँ जान लाउनु भयो ज्वाइँ साहब? अब औँसीको दिन ससुराले यहाँ बस्न हुन्न अरे, भोलि आउँछ है त। त्यो र माइत आउँदा पनि एकछिनमै गइहाल्ने। आज औँसी हो अरे के मासु खानु हुन्न अरे, भोलि आउँला। ल्याएको फलफुल त छोडेर गए बानी हुन्थ्यो तर केही पनि लिएर जाने। ल सासुआमा आज त औँसी होइन नि है? आज औँसी त होइन क्या अरे ज्वाइँ साहब। बिहानै पल्ला गएर साइला बा बित्नु भयो, मासु त खानै भएन। टिका लगाइदिन पनि मिलेन, अनि दक्षिणा पनि त दिन भएन नि ज्वाइँ साहब। यस्तो बेला त यस्तो बेला त फलफुल पनि दिनु हुन्न क्या के सासुआमा? होइन, फलफुल त यस्तो बेला फलफुल खाने हो, नुन खान भएन। एउटा मलाई याद आयो सासुआमा, मलाई 13 दिनको लागि उहाँ काठमाडौँ जानु पर्यो छ एउटा कामले गर्दाखेरि। मलाई कस्तो भर्खर याद आयो, म 13 दिनपछि आउँछु है सासुआमा है। नुन नहालेकै खाने भए त मैले घरै खाइहाल्थेँ, ससुराली किन आउनु पर्थ्यो र। अब 13 दिन